एसपाल राईलाई चाहिँ अहिले गायक मात्रै भन्दैनन् नि के भन्छन् थाहा छ तपाईँलाई? श्रम संस्कृति पार्टीको बद्री पङ्गेनी भन्छन्। भनेको मतलब श्रम संस्कृति पार्टीको बद्री पङ्गेनी भनेको बद्री पङ्गेनीले जब सही पनि एमाले मै पनि एमाले गाउनुभयो नि, त्यस पछाडि उहाँलाई गायक सबैको कलाकार भन्दा बढी एमालेको कलाकार भने नि, तपाईँ पनि बढी हर्कराई साङपाङ र श्रम संस्कृति पार्टीलाई धेरै माया गर्ने मान्छे भन्छन्। होइन होइन, मान्छेको नजर त चन्द्रमालाई दाग देख्ने समय आँखाहरू छ। मैले त उहाँको मात्र होइन, राम्रो देश समृद्धि बनाउन चाहन्छ उसको म शुभेच्छु, किनकि म यो देशको नागरिक हुँ। त्यही कारणले हर्क साम्पाङज्यूले उठाउनु भएको मुद्दा जायज छ भनेदेखि म त्यसलाई जसले जायज मुद्दा उठाए पनि हामी या त रवि लामछानेजी त मेरो प्रिय मित्र पनि हो होइन, हामी सँगै पढेको पनि हो। उहाँको मुद्दा जायज छ भने म त्यसलाई समर्थन गर्ने हो। राम्रो गर्दै छैन भनेदेखि यो रङ हो कि भन्ने त्यो पनि मेरो व्यक्तिगत साथीभाइहरूसँग मात्र, त्यो स्टाटसै लेखेर इन्टरभ्युज वाइज नै उसलाई विरोध गरेर गर्ने छैन। किनभने आम नागरिकको अधिकार छ। मैले भने नि, चन्द्रमालाई दाग देख्छ, गुलाबको फुलमा काँडा हुन्छ।